पैसाका निम्ति ईमान र विवेक बेचिदिने, सत्य र ठिकका नाउँमा झुट र बेठी गर्दै हिँड्ने यस्ता निकृष्टताका होडमा जित्नेहरू मन्त्री कति छन्, अरू मन्त्री बन्न खोजेका कति छन्? ती जम्मैको राजीनामा चाहियो, जनतालाई चाहियो, देशलाई चाहियो। यी पेशेदार अपराधीहरूको राज्य, यो तस्करहरूको राज्य, माफियाहरूको राज्य हाम्रा देशमा, हाम्रा जीवनकालमा हामी सहेर नबस्ने। ख्यालखान एउटा हाता बढ्नु अनि पैसा आङमा बोकेर सरकार मन परिताल गर्दैछ। सहायक माफिया ग्याङ या तस्करहरूको राज्य चलाएर हिँड्ने प्रकारको सरकार चलिरहेछ। यो सिलसिला कसरी बदल्ने? यहाँ अपराधीको प्रहरीमाथि स्वतन्त्र शासन, स्वच्छन्द शासन चलाएको छ। अपराधीको प्रहरीमाथि त्यसरी चला जस्तै गरी अपराधी र प्रहरी दुई थरी मिलेर प्रतिनिधिमाथि स्वच्छन्द शासन चलाएको छ। यी तीनै थरीको जनसाधारणमाथि स्वच्छन्द शासन चलाएको छ। यसलाई घोप्लक्कै घोप्ट्याउने, यस्तो कुव्यवस्थालाई घोप्लक्कै घोप्ट्याउने मतदाताको प्रतिनिधिमाथि, प्रतिनिधिको प्रहरीमाथि, प्रहरीको अपराधीमाथि स्वतन्त्र शासन गर्ने त्यो राजनैतिक व्यवस्था कसरी आर्जन गर्न सकिन्छ?